साथीहरू मेरो ढिँडोको अब अन्तिम चरममा पुगेको अवस्था लास्ट है। पसिनै पसिना भयो साथीहरू। ढिँडो चाहिँ खाएर सकेको अवस्था है गाइजहरू। अब लङ टाइमपछि ढिँडो खाएको मिठो लाग्यो। ल साथीहरू, धेरै लामो समयपछि लङ टाइमपछि चाहिँ मैले आज ढिँडो खाने मौका पाएको छु, अवसर पाएको छ है। मलाई चाहिँ ढिँडो एकदम मनपर्छ। बुढी चाहिँ यता ढिँडो मन पर्दैन उसलाई चाहिँ, त्यहाँ भात खाँदैछ। मेरो चाहिँ आजको खाना चाहिँ ढिँडो। मलाई फेरि ढिँडोसँग माछा मासु त खासै चाहिँदैन। मलाई चाहिँ मेरो चाहिँ ढिँडो खाने तरिका अलगै छ, छुट्टै छ है मेरो चाहिँ ढिँडो खाने तरिका। साथीहरू, मलाई चाहिँ ढिँडोसँग मलाई चाहिँ है 4-5वटा टमाटर पोलेर मजाले पिस्ने, अनि त्यसमा पुदिना पनि पिस्ने, अनि टक्क 4-5वटा डल्ले खुर्सानी पिसेर अनि चट्ट ढिँडो पकाएर अचारसँग चप्प चोबेर खाएको चाहिँ मलाई ढिँडो एकदम मनपर्छ साथीहरू है। माछा मासु मलाई चाहिँदैन ढिँडोसँग। ढिँडो अब मैले यत्रो हालेको छु साथीहरू, सकिन्छ कि सकिँदैन है, हेरौँ के कस्तो हुन्छ। कस्तो भयो खाएर पनि हेरौँ है साथीहरू। ल खाए है साथीहरू, लिए है। अचारसँग खाएको है साथीहरू। फेरि अचार के को भने टमाटर, अनि 2 पोटे लसुन, अनि पुदिना प्याज है। मान्छेहरूले त नचपाइकन निल्छ, तर मलाई चाहिँ चपाउनु पर्ने अवस्था छ। ढिँडो पनि गाह्रो छ। कस्तो नसा देख्छ है आफू। बुढीले यहाँ उसको लागि चिकन र आलु पकाएको थियो, त्यो पनि झोल हालिदिएको छ। योसँग नि चाखौँ कस्तो भएछ। योसँग चाहिँ अलि ढिँडो खान सक्दैन है लुडी। मलाई चाहिँ यही ठिक छ। हो, यो मेरो चाहिँ यही फेभरेट हो। यहीसँग म यो सबै ढिँडो खाएर सकाउने छु।